एकदम सन्चै छु। आयो हजुरहरू पनि सन्चै हुनुहुन्छ होला भन्ने आशाका साथ आज न्यू डे न्यू ब्लग सुरु गरिसकेको छु साथीहरू। अनि साथीहरू होइन यो विजय दशमी 2082 को पावन अवसरमा सम्पूर्ण देश तथा विदेशमा रहनुहुने नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा विजय दशमीको शुभकामना भन्न चाहन्छु मेरो तर्फबाट नि होइन साथीहरू। सो अनि आज चाहिँ दसैँको टिकाको दिन हो नि त। अनि अब यहाँ नेपालमा हुनेहरू त आफ्नो घरमा हुनेहरू त अब खासै केही लाग्दैन होइन। विदेशमा हुनेहरूलाई त धेरै अब मिसिङ धेरै सम्झिरहेको हुन्छ नि त। अनि आजको दिन त होइन जे भए पनि होइन सो साथीहरू होइन जस्तै टाढा भए पनि घरबाट टाढा भयो भने जहाँ भए पनि एकदम सेफ रहनु होला, राम्रोसँग दसैँ मनाउनु होला भन्न चाहन्छु। सो धेरै नै बोलेँ क्यारे म है। अनि आज चाहिँ टिकाको दिन अनि हामी चाहिँ बिहान उठेर सबै खानासानाहरू सबै पकायौँ होइन। पाहुनाहरूको लागि सबै अब गेस्टहरूको लागि सबै जमझम सकायो र अब हामी रेडी हुन लाग्यो। अब हामी चाहिँ टक्क कपडा सपडा लगाएर टिका लाउन लाग्यो होइन। सो साथीहरू हामी चाहिँ रेडी भइसकेको छौँ होइन। अब टिका लाउन लाग्यो साइड पनि हुन लाग्यो नि त। सो गाइज अनि हामी सब रेडी भइसकेको छौँ। यहाँ नाइजे बहिनी माइली बहिनी हेलो ह्याप्पी दसैँ सबैजनालाई। एउटा चाहिँ टिकटकमा बिजी भइरहेको छ यहाँ चाहिँ भाइ ह्याप्पी दसैँ। अब हामी चाहिँ टिका लाउन थालिसक्यो साथीहरू होइन। ढोका छेउतिर पस्नु हुँदैन है। सो गाइज ह्याप्पी दसैँ यहाँ टिका लाउन लाइन बसिरहनु भएको साथीहरू। अनि हाम्रो सकिन लाग्यो अब सकिनु लाग्यो गाइज। भयो भयो छोरी भयो के हुँदैन लगाउल के हुँदैन ल्याएपछि चाहिँ मन मनमा दिइराखेँ लाटो भएर बोती नबालेर यहाँ अनि आज मैले ब्लग बनाएर छु मैले साने हामी चाहिँ टक्क खाँदैछु। अहिले त्यो के भन्छ अरे छ्याङले चाहिँ हाम्रो अलिकति छैन कि त्यही भएर हामी बियर खाँदैछौँ। अर्ना माइली त्यो कस्तो सिरियस भइरहेको क्या अहिले छिटो यहाँ ल। अनि त मलाई त दसैँ लागिरहेको छ झिलमा छु म त धेरै होइन। ल ए फोडेर चेस हानौँ न हो नफोडे मेरो पनि फोडिदिनु त फोड्न। जाँदैछु पुलतिर घुम्नको लागि होइन। अल्छी लाग्यो मासु दसैँमा मासु लाग्यो आलु किनिरहेको भएन नि त साथीहरू हो कि होइन।